ओ छ्या 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 भन्ने एकजना मान्छे हाम्रो विद्वान हुनुहुन्थ्यो। यो भाषा त्यसरी नै बुझ्नुहुन्छ होला सभामुख महोदय। 5 मिनट टाइम नपुग्ने बुझाउनु परेपछि छ्या 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 मैले यहाँ बुझाएको छु। धन्यवाद। यो भिडियो हेर्दाखेरि चाहिँ मलाई धेरै नै हाँस उठेको छ र समय सान्दर्भिक भिडियो पनि रहेको छ। किन भन्दाखेरि माननीय सांसदहरूलाई टाइम नै त्यस्तो दिन्छ, एकदमै कम दिने। जस्तै गरी विपक्षलाई त झन् फेरि एकदमै कम समय दिने। त्यही कारणले गर्दाखेरि भोजपुरबाट विजय हुनुभएका ध्रुव राई माननीयज्यूले चाहिँ यस्तो खालको चाहिँ व्यङ्ग्य गरेको छ। यो चाहिँ समय सान्दर्भिक ठिक जस्तो पनि लाग्यो। किनभने 5 मिनटमा नै सबै कुराहरू बुझाउँदाखेरि कहाँ बुझाउन सकिन्छ होइन। 10 बुँदे होइन 15 बुँदेसम्मको चाहिँ बुँदागत समस्याहरू चाहिँ जनताको चाहिँ सुनाउन मिल्ने खालको चाहिँ समय चाहिँ दिनुपर्ने हो। कम्तीको पनि 20 देखि 15 देखि 20 मिनटसम्म मात्रै दियो भने पनि अलिक इनाफै हुन्छ जस्तो लाग्छ। यो 5 मिनट चाहिँ धेरै कम भयो उहाँले, त्यही भएर चाहिँ विरोध गर्नुभएको छ। यहाँलाई कस्तो लाग्छ कमेन्ट गरेर जानकारी गराउन नभुल्नुहोला।